गाइस हामी चाहिँ अहिले असन चोकदेखि भित्र गल्तीमा अनि हामी चाहिँ आज एउटा काम भएर यसो बाहिर निस्किदिएको होइन साथी र म असन चोकमा आयो जस यहाँनिर चाहिँ रमाइलो छ होइन दिउँसो बिहान बेलुका होइन साथी चाहिँ यहाँ छ पुरा टेढा यहाँ खाएछ त यस्तो बिस्तारै अब एउटा स्टिक किन्नुपर्ने छ होइन लट्ठी किन्नुपर्ने छ यतिकै हुँदैन होइन एउटा गएपछि चाहिँ जोस रमाइलो हुन्छ र मेरो अहिले नयाँ आइडी छ मेरो पुरानो आइडीहरू चाहिँ अब मोबाइल रिसेट के गर्दा अब धेरै यताउति भएर त्यो चाहिँ त्यो बिर्स्यो भनेर नि अब त्यो दिदीहरूले खोलिदिएको अनि दिदीहरूले बिर्सिदिएछ क्या अनि त्यो भएर अहिले आफूले खोलेको छ भाइ नखोल्ला तर मैले राखेको पासवर्ड चाहिँ मलाई अब याद हुन्छ नि त मैले गरेको छु त त्यो भएर चाहिँ यसमा चाहिँ एकदम हजुरहरूले माया गरिदिनु होला पुरानोमा नि गरिदिनु भएको थियो र दुईवटा आइडी चाहिँ लस्ट भइसक्यो होइन कतिजनाले कतिवटा आइडी बनाउँछ भनेर सोच्नुहुन्छ होला त्यो चाहिँ अब मेरो पनि गल्ती हो तर अब चाहिँ यो चाहिँ चेन्ज हुँदैन होइन यसमा सब्सक्राइब गरिदिनु होला लाइक सेयर गरिदिनु होला होइन हजुरहरूको सपोर्टले हल्का होइन माया गरिदिनुभयो भने अझै राम्रो सकेसम्म अझै राम्रो भिडियोहरू होइन पछि जोस् त्यस्तै 10K पुग्यो भने चाहिँ अब एकदम प्र्याङ्कहरू त्यस्तो भिडियोहरू पनि ल्याउँछु म कोसिस गर्छु तर हजुरहरूले सपोर्ट गरिदिनु पर्ने हुन्छ हजुरहरूको सपोर्टले त्यति पुऱ्याइदिनु भयो भने चाहिँ म एकदम फुल कन्फिडेन्ट लिएर राम्रो साथीहरूसँग होइन हुन्छ नि हल्का बाहिर तपाईँहरूसँग बनाउँछु यताबाट गाडी कताबाट कहाँ जान्छ यताबाट कहाँ जान्छ कहाँ निस्किन्छ बाटो हिँडेपछि हामी चाहिँ हिँडेको हुन्छ क्या त्यो भएर कोही कहाँ पुग्छ थाहा हुँदैन तर फेरि फर्किन्छ हामी फर्किन्छ यहाँनिर साथी र म चाहिँ यहाँ चाहिँ यस्तो पाउँछ जुसहरू होइन भाँडाहरू रमाइलो हुन्छ क्या हात्तीको दाँत सुँड होइन हेर्दै गर्नु होला माया गरिदिनु होला सबैजनाले नियाउ तिम्रो बाउ भनेर एउटा केटीले भिडियो बनाएको छ्याङ्गो म्याङ्गो यहाँबाट अब हामी घुम्छौँ अब प्रायः रेगुलर आउँछ भिडियोहरू होइन माया गरिदिनु सबजनाले सबैको सेयर सो सब्सक्राइब गरिदिनु होला सबैजनाले 1500 यो के हो के होइन रुखबाट के बनाइदिनु रक्सी राख्ने क्या भाँडा यो भाँडा अनि यो चाहिँ के हो ढ्याङ्ग्रो भन्छ के भन्छ यसलाई कमेन्ट गर्नुहोस् अनि यहाँ चाहिँ के को आर्ट्स हेर्नु न आर्ट्स यो चाहिँ सही बनायो होइन दामी बनाइदिएको क्या है क्वालिटी पुरा यसलाई कसले चिन्छ नछुनु दामी बनाइदिएको रहेछ यो दामी लाग्यो होइन भित्रतिर यस्तो यहाँ चाहिँ यो ब्यागहरू हेर्नु न यहाँ हात्तीको सुँड ब्यागमा पनि हात्तीको सुँड क्विक होइन यी बान्दरिया राम्रो रहेछ हेर्न यहाँ दामी बनाइदिएको रहेछ ओहो भेसहरू त यहाँ डिजाइनको रहेछ ल कडा यो डिजाइन हान्न मिल्दो रहेछ नि त भेसमा अनि यो लगाएर हाल्ने रहेछ भेसको यो नेपालको म्यापहरू टी सर्टहरू छ बाहिर बुद्धको क्या दामी बनाइदिएको रहेछ आर्टिस्ट त मान्नै पर्छ क्या आर्टिस्टहरूलाई हेर्नु न ल यस्तो दामी बनाइदिएको छ
मेरो बेबीलाई लिइदिनु पर्ने हो क्या एउटा कसको लिइदिनु चाड छ दामी राम्री परी ओए यसो नगर न अब त्यहाँ आइसक्यो यो क्याचअप भइसक्यो क्याचअप भइसक्यो भएको छालाहरू जस्तो यतिको मुर्कुटाको टाउको के हो यिनीहरूको नामहरू चाहिँ थाहा छैन के हो यहाँनिर यत्रो टाउको यहाँनिर चाहिँ पुरानो चिजहरू चाहिँ हो क्या स्टिकहरू यहाँ पाउनु छ होइन यहाँसँग बसन्तपुरको त्यो वसन्त चौकबाट भित्रको लोकेसन हो है सक्नुहुन्छ तपाईँहरूले यहाँनिर रहेछ फेरि ब्रान्डहरू यो उयोहरू होइन खुकुरी हेर्नु न होइन यस्तो छ गोर्खाली भनेपछि त यो देखेर हो नि त चिन्ने त फेरि यस्तो दामी यता जाने हो यता त कहाँ जान्छ थाहा नै छैन यताबाट चोक पुग्ला नि त यहाँ त्यो अब दामी छ होइन जुत्ताको टाउको बाइक बुलेट हो यहाँ यो चाहिँ गाडी पनि रहेछ यो फिल्ममा एउटा देखाएको त देख्यो जाउन आएको क्या अहिले सड्का थियो होइन लामाहरूको खुकुरी हुन्छ यहाँ खुकुरी के हो रहेछ चाहिँ थाहा भएन त्यो रुखराज छ एउटाको के हो यो के हो भन्ने त एउटा मात्र हो होइन ओ खोइ आयो बोलिदिउँ ल बोल्ने होइन नबोल म फोटो खिचाएको छ त थाहा छ त मैले त बोल्न त म बनाइदिन्छु बोल्न सक्छस् ल बोलिदिउँ ल बोल मेरो साथी बोल्ने अरे के भन्छ म्यान मेरो साथी बोलिरहेको छ होइन कन्ट्री डाउन ठिक छ यतिको कन्फिडेन्स आफूमा राख्नु पऱ्यो बाँकी बोक्नु सक्नु पऱ्यो यो सो ब्युटिफुल दिस लुक ब्युटिफुल विदेशी हो क्या लास्ट होस् नेपालमा यस्तो ठाउँमा पनि यतिको गरेन भने होइन ब्ल्याक ब्युटिफुल होइन ब्ल्याक मेरो बेबीको टाउको कहाँ गयो भने त यहाँ पो रहेछ हेलो ब्ल्याक टाउको दामी छ त हेर्नु न यो कहिले सक्छ ल हेर्नुहोस् यो तरबार कुकुरी घोडा के हो चिन्ने गाह्रो यहाँ कहाँ आइपुग्यो यताबाट चिन्ने अब हेर पहिलाको ओजी क्लब यो हो क्या यो अब यहाँबाट सिधै जानु हुँदैन हेर किनकि त्यहाँ नयाँ ट्राफिक रहेछ त्यही पनि जेब्रा क्रसिङ गरिदिउँ है
हामीले रुल तोड्यो त्यसमा माफ पाउँ किनकि जेब्रा क्रसिङ उताबाट थियो त्यहाँबाट फेरि त्यहाँ पनि थियो रहेछ मिस्टेक भयो टी सर्ट चाहिँ यहाँ एकदम राम्रो राम्रो प्रिन्टहरू यहीँ प्रिन्ट हान्ने रहेछ दामी दामी छ है ड्रेस प्रिन्ट यो चाहिँ हाम्रो बसन्तपुरको र होइन एउटा कसरी छ त टी सर्टको एउटा मन पर्यो त यार एउटा पुता हाल्नु यता के